नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरस्वती लामा। न्यूज सुरु गरौँ। राज्यमन्त्री डिम्पल झाका पिताले एक बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको सम्बन्धी प्रसङ्गबाट। प्रदेश नम्बर 2 का भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर डिम्पल झाका बुवा सुदर्शन पाठकले घरमा काम गर्ने बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। राज्यमन्त्री झाले रौतहटमा आफ्नो निजी निवासमै सञ्चालन गरेको एफएम रेडियोको स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाल्दै आइरहेका बुवा पाठकले यौन दुर्व्यवहार गर्न खोजेको आरोप पीडित बालिकाले लगाएकी छिन्। राज्यमन्त्री झाले घरमा काम गर्नको लागि एक बालिकालाई राखेकी छन्। रौतहट निर्वाचन क्षेत्र नम्बर 1 का सांसद एवं जनता समाजवादी पार्टीका नेता अनिल झाका ससुराले काम गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताएकी छिन्। घरको कामकाज गर्नको लागि राखिएको बालिकालाई 70 वर्षीय सुदर्शन पाठकले यौन दुर्व्यवहार गर्ने प्रयास गरेको उनले आरोप लगाएकी छिन्। स्थानीय गौर नगरपालिका वडा नम्बर 5 मा सांसद झाले आफ्नै घरमा सञ्चालन गरेको रेडियो संस्कृतिको स्टेसन म्यानेजरको रूपमा जिम्मेवारी सम्हाल्दै आएका प्रदेश नम्बर 2 का भौतिक पूर्वाधार विकास राज्यमन्त्री झाको बुवा पाठकले 12 वर्षीय बालिकालाई बलात्कार गर्ने प्रयास गरेको छ। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अन्तर्गत रहेका देवी पर्सा टोल निवासी उक्त बालिकाले घरमा कोठाको ढोका लगाएर कपडा खोल्ने प्रयास गर्दा घरबाट भागेको प्रहरी समक्ष बयान दिएकी छिन्। घरबाट भागे पनि नाना पाठकले मोटरसाइकल लिएर पछ्याएको पीडित बालिकाले बताएकी छिन्। बाल श्रम गराउनु कानुनी अपराध भए पनि सांसद झाले काम गर्न राखेकी बालिका उनकै घरमा असुरक्षित भएको छ। सांसदको ससुरा तथा राज्यमन्त्री झाको बुवा पाठकले भने आरोपलाई अस्वीकार गरेका छन्। भारतीय नागरिक रहेका पाठकले राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले आफूमाथि गलत आरोप लगाएको बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बालिकाले दिएको बयानको आधारमा अनुसन्धान भइरहेको बताएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। केन्द्रीय कार्यालय सानेपामा दिउँसो 3 बजे केन्द्रीय समिति बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद सिटौलाले जानकारी दिएको छ। विधान अनुसार कांग्रेसको वर्तमान कार्य समितिको पदावधि सकिनै लागेपछि बुधबार केन्द्रीय समिति डाकेर कांग्रेसले यसबारे छलफल चलाएको हो। 4 वर्षीय कार्यकाल रहेको कार्य समितिको म्याद यसअघि 1 वर्ष थप भइसकेको छ। संवैधानिक प्रावधान अनुसार नै थप 6 महिना बढाउन सक्ने व्यवस्थालाई टेकेर केन्द्रीय कार्य समितिमा उक्त प्रस्ताव पेश भएको हो। कांग्रेसले 14औं महाधिवेशन आउँदो भदौ 7 गतेदेखि 10 गतेसम्म गर्ने निर्णय गरेको छ। कोरोनाको कारण लामो समयसम्म लकडाउन भएपछि महाधिवेशन अनिश्चित बनेको थियो। यसअघि फागुन 7 गतेदेखि 10 गतेसम्म महाधिवेशनको मिति तोकिएको थियो। तोकिएको अवधिमा महाधिवेशन नहुने भएपछि 6 महिना समय थपिएको हो। मुख्य सचिव पौडेलका अनुसार आजको बैठकमा महाधिवेशन लगायतको थप 3 प्रस्तावमा छलफल हुने कार्यसूची रहेको छ। जनकपुरमा श्रीमानले छ्यापेको एसिडबाट गम्भीर घाइते भएकी आरती शाह लामो समयको उपचारपछि डिस्चार्ज भएकी छिन्। कीर्तिपुर स्थित अस्पतालमा उपचारको क्रममा आरतीको दाहिने आँखा गुमेको हो। एसिड प्रहारबाट आरतीको दाहिने आँखा गुमेको र अनुहारको दाहिने भाग जलेर कुरूप भएको छ। कान, घाँटी, छाती, पेट, हात र खुट्टा जलेर कुरूप बनेको छ। एसिड छ्यापेर अनुहार कुरूप बनाएको श्रीमानलाई हुने सजाय देखेर फेरि पनि कसैले कुनै महिलामाथि एसिड हाल्ने हिम्मत नगरोस् आरतीले बताएकी छिन्। असोज 29 गते लक्ष्मी पूजाको दिन बिहान श्रीमानले स्टिलको गिलासमा राखेको एसिड आरतीको अनुहारमा फालेको थियो। एसिडबाट आमा आरती र छोरी रिया शाहको शरीर जलेर कुरूप भएको छ। अस्पतालबाट 108 दिन उपचारपछि डिस्चार्ज भएकी आरती बुधबार बकपत्रका लागि अदालत
गए पनि उनको बकपत्र फागुन 19 गते तोकिएको छ। जिल्ला अदालत धनुषाले श्रीमती र छोरीमाथि एसिड छ्याप्ने श्रीमान सञ्जीव शाहलाई पूर्व पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश कृष्ण मुरारी शिवाकोटीको इजलासले मङ्सिर 26 गते एसिड छ्याप्ने श्रीमानलाई पूर्व पक्षको लागि थुनामा राख्न र एसिड बेच्ने निखिल स्टोरका सञ्चालक नागेन्द्र शाहलाई 2 लाख धरौटी राखेर साधारण तारिखमा छोड्ने निर्णय गरेको थियो। जिल्ला अदालतको आदेशमा असहमति जनाउँदै जिल्ला सरकारी वकिल कार्यालय धनुषाले उच्च अदालत जनकपुरमा पुस 7 गते नागेन्द्रलाई थुनामा राख्न माग गर्दै पुनरावेदन गरेको थियो। तर उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ घिमिरे र रमेश ढकालको संयुक्त इजलासले माग 23 गते 3 लाख धरौटी तोकेका थिए। जिल्ला सरकारी वकिल कार्यालय धनुषाले एसिड बेच्ने व्यापारीलाई 15 देखि 6 महिना कैद सहित क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराएको थियो। कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनु पर्ने अभियोग जिल्ला अदालतमा दर्ता गराइएको थियो। एसिड प्रहारबाट आरतीको शरीरको दाहिने छेउको 30% भाग जलेको छ। आरतीको 5 वर्ष अगाडि धनुषा सबैला नगरपालिका 6 का 26 वर्षीय सञ्जीव शाहसँग विवाह भएको थियो। दुवैजना बीच सम्बन्ध बिग्रिएपछि आरती माइतमा आमा बुवासँगै जनकपुरमा बस्दै आएका थिए। सम्बन्ध विच्छेदका लागि जिल्ला प्रहरीबाट अदालत जाने सहमति भएको थियो। सम्बन्ध विच्छेद गराउने भएपछि सौन्दर्यता बिगार्न श्रीमानले एसिड छ्यापेको आरतीले बताएकी छिन्। सरकारले नै एसिड प्रहारबाट सिकिस्त भएकी आरतीको उपचारमा सहयोग गरेको छ। आरतीलाई प्रदेश नम्बर 2 का मुख्य न्यायाधिवक्ताको कार्यालयमा आगामी साउनदेखि जागिर दिने प्रक्रिया अगाडि बढाइएको छ। एसिड छ्याप्ने घटना बढेपछि 2077 असोज 12 गते सरकारले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले अनुमति पत्र लिनुपर्ने व्यवस्था सहितको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश 2077 सम्बन्धी कानुन बनाएको छ। कानुन बनेपछि जनकपुरमा पहिलो पटक आरतीमाथि श्रीमानले नै एसिड प्रहार गरेको थियो। नयाँ कानुन अनुसार एसिड आक्रमण गर्नेलाई अधिकतम 20 वर्ष जेल सजाय र 10 लाख जरिवाना हुने र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायतको प्रावधानहरू राखिएको छ। सरकारले एसिडको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने, एसिड आक्रमण गर्नेलाई कडा सजाय दिने र पीडितलाई निशुल्क शिक्षा र रोजगारी उपलब्ध गराउने व्यवस्था गरिएको छ। अदालतको सहयोगी एमएक्स क्युरीले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ। गत मंगलबारबाट एमएक्स क्युरीको बहस सुरु भएको थियो। पहिलो दिन बद्री बहादुर कार्कीले र बुधबार दोस्रो दिन सतीश कृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए। खरेल र मैनालीको राय बाजिएको थियो। खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए। मैनालीले भने संसद विघटन सम्बन्धी प्रधानमन्त्रीले अधिकार भएको जिकिर गरेका थिए। आज एमएक्स क्युरीका बाँकी अधिवक्ताहरूले बहसमा भाग लिनेछन्। एमएक्स क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटन विरुद्ध परेका रिटहरूमाथि आफ्नै फैसला सुनाउनेछ। एमएक्स क्युरी अघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिसकेको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस 5 गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्। संसद विघटन असंवैधानिक भएको दावी सहितको सर्वोच्च अदालतमा 13 वटा रिट परेका थिए। ती रिटहरूमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस हुँदै आइरहेको छ। सर्वोच्चले यस विषयमा राय लिनको लागि 5 सदस्यीय एमएक्स क्युरी जिकाएको थियो। एमएक्स क्युरीमा नेपाल बार एसोसिएसनको तर्फबाट बद्री बहादुर कार्की, सतीश कृष्ण खरेल र विजयकान्त मैनाली छन्। यसैगरी सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट पूर्णमान साक्य र गीता पाठक संग्रौला एमएक्स क्युरीमा छन्। कोभिड-19 विरुद्धको चिनिया खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ। बेजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो। औषधि व्यवस्था विभागका अनुसार
बेरोसेल नामक खोपलाई नेपालमा प्रयोगका लागि अनुमति दिएको हो। 16 जनवरी 2021 मा यो खोपलाई अनुमति दिएको विभागले जनाएको छ। चीनले नेपाललाई 5 लाख डोज खोप अनुदानमा दिने घोषणा गरिसकेको छ। नेपालको अनुमतिपछि चीनिया खोप नेपालमा प्रयोगका लागि बाटो खुलेको छ। नेपालले केही समयदेखि भारतले अनुदानमा पठाएको 10 लाख डोज कोभिशिल्ड खोप प्रयोग गर्दै आइरहेको छ। अब 29 अस्पतालबाट पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले पीसीआर परीक्षणको लागि स्थापना गरिएका मध्ये 29 वटा सरकारी प्रयोगशालालाई पीसीआर परीक्षणको लागि तोकिएको हो। अहिले 49 सरकारी प्रयोगशालालाई पीसीआर गर्न अनुमति दिइएको थियो। यी प्रयोगशालामा मात्र पीसीआर परीक्षणको लागि सामग्री लगायतका व्यवस्थापन मिलाउन स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। प्रवक्ता डाक्टर गौतमका अनुसार प्रदेश नम्बर 1 मा कोशी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण हुनेछ। त्यस्तै प्रदेश नम्बर 2 मा नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बागमती प्रदेशमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलीखेल अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, भरतपुर अस्पताल, हेटौडा अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षणका लागि सञ्चालन हुनेछन्। यसैगरी गण्डकी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बागलुङ अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश जनस्वास्थ्य प्रयोगशाला तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र डडेलधुरा अस्पतालबाट मात्र अब पीसीआर परीक्षण हुनेछ। कक्षा 12 को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ। दैलेखको कालिका माविबाट परीक्षा दिएका रोशन कुमार शाहीको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गएको मङ्सिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै विद्यालयमा निरीक्षकको रूपमा खटिएका शिक्षक कमल बहादुर शाही र केन्द्राध्यक्ष चक्र बहादुर शाहीलाई पनि बोर्डले 3 वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ। भारत पश्चिम बंगालको श्रम मन्त्री जाकिर हुसेनमाथि पेट्रोल बम प्रहार भएको छ। बम प्रहारबाट हुसेन गम्भीर घाइते भएका छन्। उनलाई मुर्सिदाबाद मेडिकल कलेजमा भर्ना गरिएको छ। मुर्सिदाबाद जिल्लाको निमटिन्टा स्टेशनबाट कोलकाता जानको लागि रेल चढ्न जाँदै गर्दा अज्ञात व्यक्तिले मन्त्री हुसेनमाथि बम प्रहार गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। बम प्रहारको भारतभर निन्दा भइरहेको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।